दीपक गाउँको एक साधारण युवक थियो। ऊ पढाइमा खासै राम्ररी थिएन, तर मनको सफा र इमान्दार थियो। उसले शहरबाट गाउँमा आएको केटी अनुसँग पहिलो भेटमै मन दिएछ। अनु शिक्षित, आत्मनिर्भर र खुलेको स्वभावकी थिइन्। उनी गाउँको प्राथमिक विद्यालयमा शिक्षक बन्न आएकी थिइन्। दीपकको मनमा अनुको लागि खासै भावना पलायो। ऊ अनुको घर अगाडि गाई बाँध्ने, बगैँचामा झार हटाइदिने बहानामा दिनदिनै देखिन्थ्यो। अनुले सुरुमा यसलाई सामान्य गाउँले सहयोग ठानिन्, तर दीपकको नजरमा त्यो सहयोग नभएर माया थियो, अन्धो माया। एक दिन दीपकले साहस गरेर भने, "अनु, म तिमीलाई माया गर्छु।" अनु केही बेर मौन रहिन्। अनि भनी, "दीपक, तिमी राम्रो छौ, तर हाम्रो बाटो फरक छ। म तिमीलाई साथीको रूपमा सम्मान गर्छु, तर प्रेम, त्यो सम्भव छैन।" दीपकको सपनाको संसार भत्कियो। तर ऊ रिसाएन, कराएन। बरु मुस्कान सहित भन्यो, "माया त अन्धो हुन्छ नि अनु। त्यो स्वीकार पाउने लालसामा मात्रै हो भन्ने थाहा थिएन। अब थाहा भयो।" त्यसपछि ऊ अनुबाट टाढा रहन थाल्यो। तर अनु चाहिँ उसमा भएको निर्दोष मायाले छुइन्थिन्। केही महिनापछि अनुको सरुवा शहरतिर भयो। गइँदै गर्दा उसले दीपकलाई चिठी लेखिन्। "दीपक, तिमीले दिएको त्यो अन्धो मायामा मैले जीवनको सबैभन्दा पवित्र भावना महसुस गरे। त्यो माया नपाउने भए पनि बुझ्ने सौभाग्य पाएकी छु।